भजन कीर्तन गरेर लक्ष्मीनारायण भजन कीर्तन मण्डली आएर सबैजनाले भजन कीर्तन गरेर जन्म नक्षत्र मनाउँदैछौँ। 46वटा वसन्त पार गरेर 47 वसन्त उमेरमा गएको उपलक्ष्यमा मलाई पनि छोरीको घरमा बर्फलाङदेखि आएर सबै लक्ष्मीनारायण भजन कीर्तनका हाम्रा दिदीबहिनी माताहरू अमाजीहरूसित बसेर एकछिन ताली लगाएर भजन कीर्तनको रमाइलो गरेर यता छोरीको जन्म नक्षत्रको हामी वैदिक सनातन भित्रका मान्छेले बत्ती निभाएर सकेसम्म जन्म नक्षत्र नमनाउँ जन्म उत्सव भनेर दियो बालेर षष्ठीका देवीको पूजा गरेर अष्टमी देवीको पूजा गरेर यसरी वैदिक सनातनभित्रको संस्कार मान्ने गरौँ भन्दै म छोरीलाई टिका लगाइदिन लागेको छु। सदा वसन्त वैकुण्ठ सदा दर्शन केशव सदा प्राप्ति देव लोकेशु सदा सदा सुखी। ल बिमारी भएर बल्ल बल्ल उठेको थिएँ, स्वास्थ्यको लाभको कामना गर्दै छिटै जाति भएर भजन कीर्तनमा पनि जान पाओस्, साथीहरूसँग रमाइलो गर्नु पाओस्, यही शुभकामना छ। लक्ष्मीनारायण भगवानको भजन कीर्तन मण्डलीको आयोजक परिवारको भक्तजनको जय जय फोटो खिच्दा चाहिए